हेलो गाइज वेलकम टु माई न्यू ब्लग्स मेरो यात्रा 100 युट्युब च्यानल हो है। आज चाहिँ म चाहिँ घरदेखि चाहिँ उता अङ्कलको घरतिर जाँदैछु। मेरो साइल अङ्कलको घरतिर जाँदैछु होइन, माघे सङ्क्रान्ति मनाउनको लागि। कस्तो भने पछाडि अब चाहिँ हामी माघे सङ्क्रान्तिको अवसर पारेर हामी चाहिँ अङ्कल कहाँ भेट्न जाँदै। अब माघे सङ्क्रान्ति कस्तो हुन्छ भने पछाडि चाहिँ पायो मागेर गाउँघरतिर रमाइलो गरेर मनाउने चलन छ हाम्रोतिर चाहिँ। सबै भिडियोहरू चाहिँ माघे सङ्क्रान्तिमा चाहिँ मानेका यस्तो रमाइलो गरेका भिडियोहरू चाहिँ तपाईँले चाहिँ म चाहिँ जनाउने छु है। अब सबै भिडियो तपाईँले देखाउने छु माघे सङ्क्रान्तिमा हाम्रो गाउँतिर चाहिँ कसरी मनाइन्छ त, कसरी चालचलनहरूमा कसरी समेटिन्छ भनेर म सबै भिडियोहरू तपाईँहरूमा देखाउने छु। फुल भिडियो वाच गर्दै गर्नु होला है त गाइज। ल गाइज, म भाफेर गाउँपालिका वडा नम्बर 3 नेपाली गाउँमा आइपुगेको छु। मेरो अङ्कलको गाउँ चाहिँ यही हो होइन। त्यो चाहिँ स्यारपुताल, त्यो चाहिँ पुरा लाइन घटेर चाहिँ तलै आइसकेको छ। स्यारपुताल चाहिँ पुरै देखिरहेको छ नि, त्यहाँबाट यता यतासम्म छ। अनि म जानुपर्ने घर चाहिँ त्यो घर हो गाइज होइन। त्यही घरमा गएर टक्क लगाएर अङ्कलसँग भेटघाट गरेर पायो कसरी माग्छ त भनेर अब सबै भिडियोहरू तपाईँलाई देखाउने छु। यही हो गाइज, नेपाली भन्ने गाउँ चाहिँ नेपाने बाफिकुर गाउँपालिका वार्ड नम्बर 3मा रहेको नेपाने गाउँ चाहिँ यो हो गाइज हो। तपाईँ देख्न सक्नुहुन्छ है, रमाइलो छ एकदम दामी वा। कौन है ये लोग? कहाँ से आते हैं? आधा रोटी खाइयो त? कति खाइयो आधा रोटी? तीनटा गुड छ है। यो गुडलाई यसो न पाइएको रूपमा खाने, अरू त केही बनाएको छैन, यही खाने, त्यो घर लग्ने होइन। यो चाक्ने यो अलिअलि यो बाटोदेखि खाने चाक्ने दे, यो खाने। यो चिसोमा यो गुडले ठिक गर्छ क्या होइन। चिसोमा डुल्याएको नेरलाई दे। ल फेरि अब अर्को साल आउने होइन पायो माग्न छन् यता पनि छन्, यता पनि जाने, माथितिर जाने, भन्दै जाऊ भन्दै सबै जाने। पायो भन पाइयो आज के पायो माग्ने हो। डन 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 है, डन यहाँको डन।